भित्री बजारको हालत हेर्नु ल हेर्नु साथीहरू त्रिशुली बजारको भित्री बजार यो नुवाकोटको पुरानो बजार हो यहाँ हेर्नु यस्तो हालत बनाइदियो के गरी सम्भव होला मान्छेहरू कति परेछन् थाहा पत्तो छैन कसैलाई यहाँ हेर्नु हालत हेर्नु कसरी सर्नु हुन्छ ल हेर्नु यो कत्रो ठुलो बजार हो तलसम्म हेर्नु हेर्नु के ल्याएर थुपेर कुन चाहिँ घर कसको भन्ने कसरी थाहा हुन्छ ल यस्तो बिजोग अवस्था छ तपाईँहरूले सानो सानो सहयोगले नि धेरै ठुलो सहयोग हुन्छ म हजुरहरूलाई क्युआर हालिदिन्छु तपाईँहरूले जति सक्नुहुन्छ त्यति हेल्प गरिदिनु होला है प्लिज साथीहरू त्यही हो यसको लागि मैले यो भिडियो बनाएँ यस्तो बिजोग हजुरहरूलाई देखाउनु बनाएको चाहिँ होइन केही सहयोग भयो भने उनीहरूलाई खाना बस्न लाउनलाई बच्चाहरूसँग केही छैन अवस्था लास्टै नाजुक छ त्यही भएर यो भिडियो बनाएर हाल्दैछु उता माथिबाट हेलिकप्टर उतार गर्दैछ मान्छेहरू यताउता लाने ल्याउने पुऱ्याउने हेर्नु त ल त्रिशुली बजारको अवस्था म त सक्दिनँ यहाँ हेर्नु ल हेर्नु घरको अवस्थाहरू कस्तो ठाउँ कहाँबाट कहाँ के पुऱ्याइदिनु आउनु अङ्कल आउनु यहाँ हेर्नु कत्रो बजार थियो कस्तो हालत बनाइदियो म त के गर्नु के भन्नु सके छैन है साथीहरू हेर्नु हजुरहरूलाई पुरै देखाइदिएको छु कति पीडा भयो होला यहाँको मान्छेहरू कति छुपिया छन् भन्ने थाहै छैन क्या लेखाजोखा नै छैन सबै आर्मी पुलिसहरू पुरै खटिनु भयो अहिले धेरैलाई म चाहिँ यता भिडियो बनाउनु चाहिँ छु काम छ यस्तो कोही छैन सुनसान छ हिँड्न पनि डर लाग्ने ठाउँ छ हेर्नु त ल हेर्नु यहाँ हिँड्नधरि डर लाग्ने भइसक्यो कसरी तिम्रो पनि घर पर्यो नक्सै छैन नक्सामै छैन म यतै कान्छ यो घर चाहिँ माथिकै भएर हुन्छ है यो घर चाहिँ कसको हो कुन उयो सुभाषको होला नि डिलबहादुरको होइन होला अङ्कल कुन हो त्यो ए होइन कहाँ हुन्छ डिलबहादुर त्यो आनन्दले नयाँ किने घर अनि उहाँ तल हेर्नु न यो कहाँ ल्याएर छोपे कहाँको त्यो त्यो जराहरू त्यस्तो कहाँबाट आएर थुपे जरा होइन नि उल्टिएको छत तल्लो घरको ए उताबाट छालले